ल दाजुभाइ दिदीबहिनीहरू होइन, मलाई जुन झापा बासिन्दालाई चाहिँ यो गरौ त्यो गरौ भनेर चाहिँ जुन प्रकारले झापाबाट आएको थियो, अब यहाँ अब हामी पुलिस हौँ भन्छन्, अनि यहाँ आएका छन्, घरमा बच्चा छन्, घरमा छोरीहरूको जाँच हुँदैछ। मलाई फोन गरेर बोलाउँदा पुलिसले त फोन गरिहाल्छ नि, मेरो नम्बर छँदैछ पुलिससँग। मेरो घरमा आएर बदनाम गर्ने कुरा त आउँदैन नि। महाराजगञ्जको डिएसपी साहबलाई चिनेकै छ, असै साहबलाई चिनेकै छ, म फुर्र गइहाल्थेँ नि। मेरो घरमा होइन यसरी हुँदैन दाजु है। तपाईहरूलाई हेर्नु इज्जत छ, ठिक छ, तपाईहरूले पक्राउ पुर्जी लिएर आएको छ, झापाबाट आएको छ पक्राउ पुर्जी भने मलाई झापै लानु, तपाईहरूले मार्ने मन छ भने मार्नु, कुट्ने मन छ भने कुट्नु, तर एउटा वर्दीको इज्जत गरेको मैले है। त म किन बाहिर आउने भनेको? मलाई त सुरक्षा थ्रेड छ, मलाई मार्ने धम्की दिएको छ, मेरो लागि 65 लाख रुपियाँ उठाएको छ भनेको छ। होइन मैले हेरिसकेँ, मैले मान्छे देखिसकेँ। जुन पत्रकारले मलाई फोन गरेको थियो, पुलिस म 2-3 जना मान्छे लिएर आउँछु भनेर त्यो पत्रकार पनि आएको छ, जनक भन्ने पत्रकार। पोहोर पनि यिनीहरूले नि मलाई पक्राएका हुन्। त्यो एकछिन सबैको राम्रो होइन छोरी, एक सेकेन्ड छोरी, एक सेकेन्ड। यस्तो हो, तपाईँहरूले महाराजगञ्जको चौकीको पुलिससँग त होला नि त तपाईँहरूको कोर्डिनेट। तपाईँहरूले बोलाउनै पर्दैन, म आफै आज गइहाल्छु नि तल। असै साहब म चिन्छु, अनि वेलकम गरेर मलाई के गर्नुपर्ने छ गर्नु। मलाई मार्ने थेरेड आएको छ, अनि खन्न आएको छ, अनि तपाईँहरू आएर बार मेरो छोरीहरूलाई टर्चर दिनुहुन्छ। मेरो यस्तो छोरीहरू कलेज पढ्दैछन्, तपाईँहरू सुलुक्क आउने होइन नि। पुलिसले त फोन गर्छ, डिएसपी साहबसँग मेरो नम्बर छ, सही साहबसँग मेरो नम्बर छ। तपाईँहरू कुन तरिकाले आउनुहुन्छ भन्नु त? यसरी तपाईँहरूले मलाई फोन गर्दा भइगयो नि, म आइहाल्छु, म निक्लिहाल्छु, ढोका तोडिदिन्छु, यो गरिदिन्छु। हामीलाई के गर्नु छ गर्दा हुन्छ। घन्टेको सरकार आएको छ, के गर्छौ गर, त्यो ठुलो कुरा भएन। हामी कानुनमा जान्छौँ, हामी पुलिस प्रशासनमा जान्छौँ, हामीलाई त्यो ठुलो कुरा भएन नि। घरभित्र आएर ढोका तोडिदिउँ कि खोल्छस् कि भनेर बच्चालाई हप्काउने हो? म पुलिस देख्ने, मेरो सही साहब म चिनेको छु, सही साहब आउने बित्तिकै म निक्लिहाल्छु नि। तपाईहरूले मलाई भन्नुपर्छ, अनि तपाईँहरू मलाई के कारणले यहाँनिर मेरो घर घेर्न आउनुभएको भन्नु त, पत्रकार सहित। लु भन्नु त। त्यो जनक भन्ने पत्रकार होइन, अहिले भित्र पसेको होइन, गेटबाट सीसीटीभी छैन हाम्रोमा। त तपाईँ, म त पुलिस आएपछि त्यो सही साहब चिन्छु, सही साहब आएपछि म ढोका खोलिहाल्छु नि। तपाईँहरूले मलाई टर्चर दिने हो? तपाईँहरूले मलाई के गर्न खोजेको? तपाईँहरू बार आउनुहुन्छ, घर घेर्नु किन हुन्छ? तपाईँहरूले मलाई फोन गर्दा, महाराजगञ्जको डिएसपी साहबले मलाई फोन गर्दाखेरि म आइहाल्थेँ नि। सही साहब यहीँ हुनुहुन्छ, सही साहबले फोन गर्दा म आउँथेँ। अनि तपाईँहरूले यो तरिकाले मेरा छोराछोरीलाई धम्काएर, मेरा बालबच्चालाई धम्काएर के पाउनुहुन्छ? तपाईँहरूले गोली चलाउनु छ भने पनि चलाउनु, लगेर उहाँ बाटामा मारिदिनु मलाई। हामी त मर्न र बाँच्न रेडी छौँ देशको लागि। तपाईहरूले जुन प्रकारको मुद्दा लाउनुहुन्छ लाउनुहोस्, त्यो ठुलो कुरा भएन। तर तपाईहरूले यसरी घरमा आएर धम्क्याउने काम चाहिँ नगरिदिनु प्लिज। बुझ्नुभयो नि? हामी वर्दीको स्वागत गर्छौँ। हिजो जुन मारिएका पुलिस छन् तिनलाई न्याय दिलाउँछौँ, 17 जना मरेका भाइ बहिनीहरूलाई न्याय दिलाउँछौँ, हामी लड्छौँ। त हामीलाई पुलिसले यहाँ सही साहब चिनेको छ, असही साहब चिनेको छ। ल साथी हो, सबैतिर शेयर गरौँ त। ए दाजुभाइ हो, म भाग्नेवाला मान्छे होइन, बुझ्नुभयो नि? तपाईहरूले त्यसरी नभन्नु। तपाईहरू सिभिलमा आएर होस् या केमा आएर होस्, तपाईहरूले बक्कैदा के गर्नुपर्छ भने ड्रेसमा आउँछ। मलाई त सही साहबले चिनेको छ, सही साहबले मलाई फोन गर्दा यही सुकेधारामा यही ओरतिर परतिर बस्छु, अनि ड्रेस नलगाइकन त मलाई मार्ने धम्की दिएको छ। यहाँ म माथि हनी ट्र्याप गरेको छ, अनि खन्न गरेको छ भने तपाईँहरूले यसरी मलाई बार किन टर्चर दिनुहुन्छ? तपाईँहरूले यसरी टर्चर दिन मिल्छ मलाई? टर्चर दिने काम नगर्नुहोस्।
यस्तो यस्तो गरेर गर्छन् देश हावा तालमा आएर। अब मेरो पनि मोबाइल लगेर म पनि देखाउँछु कसले मलाई पक्राउ पूर्जी चाहिन्छ। तपाईहरूले मलाई पक्राउ पूर्जी दिनुपर्छ। पर्दैन अनि कताले भयो के बीबाट आउने जेल छ त त्यो त्यहाँनिर लाउने भन्नु छ। छोड न त्यो जहाँ लगे पनि जे गरे पनि त्यो मतलब भएन। तर भन्नु त पर्यो नि के सो के घटना हो। अनि यहाँ छुट्टै सबै कताको जेल भन्दै होइन त्यो होइन अब ड्रेस बिना आएका छन् अनि मैले ड्रेसमा आओ कमसेकम मार्ने धम्की दिएको छ। ड्रेसमा आओ म निक्लिहाल्छु नि घरबाट भनेको मैले। ल अनि यस्तो तरिकाले दाजुभाइ हो यस्तो गर्न मिल्दैन बुझ्नुभयो नि। ल साथी हो सबैले सेयर गरौँ है भिडियो। ल पक्राउ पूर्जी चाहियो के न पक्रिने हो के कारणले पक्रिने हो त ढोका त म पुलिस आएपछि खोलिहाल्छु नि। पुलिस आएपछि म खोल्दिनँ ढोका। पकैदा पुलिसले मलाई फोन गर्दा पनि म महाराजगञ्ज जान्थेँ त्यो चौकी जान्थेँ। त घर घेर्न त आउन मिल्दैन होला नि चेलीबेटीहरूले। घरमा त बालबच्चाहरू हुन्छन्। हामी आइहाल्छौँ नि कतिचोटि हामीलाई पकड्नुपर्छ पकड्दा भयो लाँदा भयो। त्यो ठुलो कुरा भएन। तर तपाईहरूले पनि राम्ररी बोल्नुपर्छ। धोका तोड्ने तपाईहरूको के हैसियत छ? तपाईहरू धोका किन फोड्ने? हामी अर्काको घरमा बस्ने मान्छेलाई कता कता लखेट्नुहुन्छ तपाईहरू। गुन्डागर्दी जस्तो आउनु भएको छ। कमसेकम ड्रेस लगाएको पुलिस आउँदैन। पक्राउ पूर्जी गर्न पक्राउ पूर्जी देखाउँछ के को लागि हो? तपाईहरूले के मजाक सम्झेको छ यो देशलाई? त मलाई पक्राउ पूर्जी देखाउनु पर्छ म हेरिहाल्छु नि यहाँबाट हेर्दैछु त म। त पक्राउ पूर्जी मलाई देखाउनु ड्रेस लगाएको पुलिस आउँछ यही म यही छु यहाँ सही साप चिन्छु असही साप चिन्छु सबै चिन्छु एकैचोटि आएर ढोका फुटाइदिउँ भन्न मिल्छ तपाईहरूले?